नमस्ते छ सबैजनामा। टियुको नोटिस अनुसारले अहिले हाल बीबीएस, बीएड, बीबीएस, बीएससीहरूको एक्जामिनेसन फर्म अनलाइन माध्यमबाट भर्नको लागि नोटिस आएको छ। अब धेरैजनाको गुनासो अनुसारले म अहिले भिडियो बनाउन गइरहेको छु। फर्स्टमा हामीले पोर्टल ओपन गर्नुपर्ने हुन्छ, जुन छ student.tuexam.edu.np। यसमा आइसकेपछि बढी विद्यार्थीहरूले आफ्नो जिमेल आइडी र पासवर्ड हालेर लगइन गरिराख्नु भएको छ, त्यो गर्दाखेरि हुँदैन। फर्स्टमा हामीले के गर्नुपर्छ भनेपछि 2000 आफ्नो रजिस्ट्रेसन नम्बर कलेजबाट लिएर यहाँ छ इफ यु अलरेडी ह्याभ रजिस्ट्रेसन नम्बर साइन अप भनेर छ हियर, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा आफ्नो जिमेल आइडी, अहिले तत्कालको लागि नर्मल पासपोर्ट, त्यसमा रजिस्ट्रेसन कार्डमा भएको फुल नेम विद्यार्थीको, त्यसपछि रजिस्ट्रेसन नम्बर, त्यसपछि डेट अफ बर्थ एडीमा, अनि फादर नेम अनि मोबाइल नम्बर हालेर जस्तै म अहिले एउटा फिलअप गर्न गइरहेको छु। यति भइसकेपछि त्यसपछि यसमा क्याप्सनमा लेख्नुपर्ने हुन्छ। यसमा यहाँ लेखेको जे छ सेम क्यापिटल छ भने क्यापिटल, स्मल छ भने स्मल लेटरमा लेख्नुपर्ने हुन्छ। त्यसमा नछुटिकन लेख्नु होला। पर्सनल डिटेल भएको कारणले गर्दाखेरि ब्लर गरिएको छ, माइन्ड नगर्नु होला। यति गरिसकेपछि यहाँ छ साइन अप। साइन अपमा क्लिक गर्ने बित्तिकै तपाईको मेल एड्रेस राख्नु भएको छ, यसमा मेल आउनेछ, मेलमा आइडी र पासपोर्ट आउनेछ, युजर आइडी र पासपोर्ट। म तपाईँले त्यसको मेलको स्क्रिनशट देखाइदिन्छु। यति भइसकेपछि यहाँ आइडी र पासपोर्ट पछि तपाईँको जिमेलमा आएको आइडी र पासपोर्ट यसमा लगइन गर्नुपर्ने हुन्छ। जस्तै मैले देखाएको अनुसारले लगइन गर्ने जिमेलमा आएको आइडी र पासवर्ड हालिराखेको छु मैले, हालेर त्यसपछि लगइन गर्नुपर्ने हुन्छ। अब मेलमा आएको पासवर्डलाई चेन्ज गर्नुपर्ने हुन्छ। त फर्स्टमा के गर्नु भनेपछि ओल्ड पासवर्डमा मेलमा आएको पासवर्ड राख्नु होला, त्यसपछि आफ्नो अनुसारले हेभी पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ। यहाँ पासवर्डको लागि क्राइटेरिया राखेको छ। व्हाइटबाट ग्रीन भइसकेको छ, यसको मतलब सबै क्राइटेरिया हाम्रो पुरा भइसकेको छ। यति गरिसकेपछि सबमिट गर्नु होला। सबमिट पछि हेर्नु यहाँ सेभको अप्सन आएको छ, नयाँ पासवर्ड छ, यसलाई सेभ गर्नुहोस् होइन। अब लगइन गरेर हेर्नुहोस्, लगइन भयो। हेर्नु तपाईँको जसको रजिस्ट्रेसन कार्ड हुन्छ, जसको रजिस्ट्रेसन कार्डमा जे नाम हुन्छ त्यहाँ यहाँ लेखेको छ वेलकम टु द स्टुडेन्ट पोर्टल जगदीश सिंहकोबाट हामीले गरेको, त्यही भएर जगदीश सिंहको देखाएको छ। त्यसपछि फर्मको लागि भनेपछि यहाँ एक्जामिनेसन फर्म छ, लेफ्ट साइडमा क्लिक गर्नु होला। आफ्नो सबै थोक देखाएको छ। अब कुन फर्म भर्नुहुन्छ, यहाँ एक्जामको सिलेक्ट गर्नु, फर्स्ट इयर रेगुलर गर्नु होइन। फोटो अपलोड गर्नुपर्ने हुन्छ। मैले यहाँ कुनै फोटो अपलोड गरिदिएँ, मैले त्यति अपलोड गरिदिएँ होइन, यही फोटो। अब यहाँ हेर्नु बिएको फर्म भर्दाखेरि यो के हो, बिए ब्याचलर डिग्री इन बिएको फर्म भर्दाखेरि यसको सब्जेक्टहरू अर्कै खाले हुन्छ। जस्तै यहाँ हेर्नु बिए छ भने बिए नै सिलेक्ट गर्नु पर्यो। त्यसपछि मेजर ग्रुप ग भनेर छ। अप्सन कमा छ भनेपछि कमा यहाँ कुन छ मेजर हिन्दी होइन, इङ्ग्लिस हिन्दी। यसको के छ भने बिएसडब्ल्यू छ होइन। आफ्नो अनुसारले यहाँबाट मेजर सिलेक्ट गर्नुपर्ने सक्नुहुन्छ। यसको छ घमा हेर्नु इकोनोमिक्स मेजर छ। त्यसपछि अर्को छ भनेपछि सोसल वर्क। यति छ। यति गरिसकेपछि लोडमा क्लिक गर्ने बित्तिकै सब्जेक्ट यहाँ लोड भइहाल्यो। हेर्नु सब्जेक्ट ठिक छ भनेपछि सेभ गर्नुहोस्।
युआर सेभ स्योर यस यस यस। यति भइसकेपछि तपाईँको फर्म सेभ भइहाल्यो तत्काल अहिले आफ्नैमा। कलेजमा गएको छैन, यहाँबाट सबमिट गरिसकेपछि कलेजमा गइहाल्छ। अब सबमिट गरिसकेपछि तपाईँको हेर्नु यहाँ के छ भनेपछि BBS को फर्म छ यहाँ यो। यो फर्म योबाट फर्म भरिसकेको छ। सब्जेक्टहरु चुज गरेर BBS मा सब्जेक्ट चुज गर्नुपर्ने हुँदैन, आफै देखाउँछ सब्जेक्ट। फर्म भइसकेपछि यो फिलअप सबमिट गरिसकेको छ। सबमिट गरिसकेपछि यहाँ हेर्नु प्रिन्टको अप्सन देखाएको छ, प्रिन्टमा क्लिक गर्नु होला। यो इन्फर्मेसन प्रिन्ट गरेर अनि डबल साइड एउटै पेजमा डबल साइड प्रिन्ट गरेर अनि कलेजमा बुझाउनु पर्ने हुन्छ। यो